सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज फेरि तपाईँहरूलाई स्वागत गर्न चाहन्छु मेरो भ्लगमा। यहाँ मेरो खेतलाहरूसँग आज म मेरो पार्टनर यो माई क्यामराम्यान अलिकति लुलु देखा यो एउटा क्यामराम्यान हो, एउटा चाहिँ मेरो हेल्पर हो आजको लागि। आज यहाँ चारो सकेको हुनाले चाहिँ चारो लिन गएको होइन, ठिक छ। गुड आई एम गुड नट ब्याड। डग अरे डब इन्डियन डब हो कि हिन्दी डब हो कि ए त्यो भाषालाई त्यो डब गरेको छेत्री बाहुन त नेपाली होइन नि फेरि भन्नु अरे नि त, त्यस्तो होइन। जस हामी जाँदैछौँ होइन, अनि चारो सकिएर क्या फर्मको चारो बोइलरको चारो हाम्रो फेरि यता आन्दै आन्दै दिएर पालन देखाइदियो नदेखाउ नि। अनि चारो लिनु गएको केटाहरूलाई बोकाइदिने आज खाजा खुवाइदिने हो। भुँडे फुट्ने गरी खाजा खुवाइदिन्छु यिनीहरूलाई। अनि म खाली हिँड्ने आज चाहिँ म टक्क न्यू ड्रेस लगाएँ, नयाँ भेस्ट नयाँ कट्टु चप्पल न्यू अस्ति भर्खर किनेको 150 रुपियाँको। अनि न्यू सबै लाएर होइन हिँडिरहेको छु टक्कसँगले हाई गर्दै हाई ठाउँ होइन। घाम अलिक कम लागिरहेको छ कि छाला पिल्सिनु मात्रै बाँकी छ। जाँदैछौँ होइन हामी टक्कसँगले फुल भिडियो हेरिदिनु ल। ओके सो हामी चाहिँ लभिङ हिलमा आइपुग्न आँटेको। यो केटाहरूलाई खाजा खुवाउनु पऱ्यो नि त, नत्र फेरि मेरो काम गरिदिनु मान्दैन होइन। त्यसैले सुरुमा चाहिँ पालन पोषण गर्नु पऱ्यो। यहाँ आइज यहाँ नउफ्रिनु होइन, टक्क खाजा दिने केटाहरूलाई। अनि त्यसपछि चाहिँ काम लाउने हो कि न हो बस हो नि। यस बस के गर्नु है भाई, कैसी लगी आगे स्वाद। चटपटे पसलमा चाहिँ आइसक्यो केटाहरूलाई। अरे भाईजान आ जाओ रे। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। बनाइलाउनु पर्यो एकछिन पक्नु है त। A few moments later. त्यही केटा हो त पनि ढुस। यसले त खाएको पनि खाके पिके के खालको नाम हो यो, खाके पिके भने जस्तो दिन्छ। मेरो नि हो कलर चाहिँ अलिक कम लाउनु थियो। माल हो कलर होइन माल माल नै कलर हो नि त। त्यही त माल ल खाइम ल। ओके 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 लु हान्छ पड्किनु पर्यो है। नखोल न त एकजनाले पक्रिएर अर्कोले घुमाउ न। के गर्छ छिटो पड्काउ न हौ। मलाई पो हान्छ होला हौ केटाले। यतै नफर्का न झन्, अहिले आयो भने चाहिँ पड्क्यो साला मलाई नदेखाइ पड्कायो। सो यहाँ चारो चाहिँ किनिसकेको होइन। ल यो बोक ल त क्यामराम्यान जल्दी फोकस गरौ। यहाँ आइज। गजब बेइज्जती है। आयो राम मन्दिरसम्म बस्छ यसले घरसम्म बस्छ। यी सम्झिने यस्तै नजिक ल ओके ल ल ल भने जम्मा बिसाउँछ अरे यसले। अनि यो यतिकै हेर्नु सक्छ 10 फिट जति चाहिँ छ कि यो 5 फिट जति छ होला। यो 5 फिट जति होला। यो 5 फिट 50 इन्च पनि बनिन्छ। A few moments later. हेलो गाइस हामी चाहिँ आधी बाटोभित्र आइपुगेको छौँ। यो तिग्रे हेर्नु त्यहाँ तिग्रे खानु मात्रै छ। यो तिग्रे हेरेर आज काम पायो तिग्रेले। वाउ वाह यसले फेरि फेरि बोकिरहेछ हैन। आइया मेरो चप्पल खुस्क्यो। मेरो त भाइ फलेछ सामान त हो नि।
यहीँ जाँदेखि फल्ने चाहिँ 5-6 किलोमिटर जति छ होला। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। यसले भटाउला देखायो, यसलाई भरे म बेच्न हालिदिन्छु हो। ब्लगमा हाल्दैन यसको फटाउला। अनि यसले म्या यस्तो चाख्छ कि, यसको नाम चाहिँ दिलीप दोक्स लेखेर आउँछ कि, यसले आफैलाई बोकिरहेको छ हेर्नु त। त्यहाँ सुनिले नि त्यसलाई बोकिरहेको छ, आफूले आफैलाई बोकिरहेको छ। अलिक मान्छे अनुसारको भारी चाहिँ मिलेन है। यो 70, 80, 90, 200 केजी जति छ होला यो एउटा ओल्लो साइडमा सानो भारी बोक्ने। कुखुरा छ 2टा पेङपाटेहरू। यहाँ दोक्सले दोक्स बोकेर यहाँ केलाई गल्छ गरे। दोक्स हामी यो एउटा बास गरेर आइसकेको छौँ। अच्छा हमको सिखा रिया है। हेलो गाइस, यहाँ भिडियो मात्र छ हैन। आयो यहाँ दोक्स यहाँ मोबाइल हैन, यसले के बनान भनेको राम्रो के पारा बनाएको त्यस्तो। गाइस हामी चाहिँ घर आइपुगेको हैन। हाम्रो सुनिल दाइ आउँदै हुनुहुन्छ। प्रस्थान 1 2 प्रस्थान देउराली हामी विशेष छौँ। यहाँ अर्को ध्यान गरेर छौँ। व्हाट्सअप आई डोन्ट नो। सो हामी चाहिँ घर आइपुगिसकेको होइन। अब चाहिँ भिडियोलाई इन्डिङ गरिदिने हो। अब चारो पानी दिनुपर्छ नि त होइन। ल सबले लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु बाँकी छैन। 5 मिलियन त्यो कति तेरो? मेरो 10 मिलियन। ल तेरो 5 पुग्यो भने तैँले केही पाउँछस् होइन। 10 पुग्यो भने तैँले केही पाउँछस्। ल अलि डेढ पाउँछु ल डबल पाउँछस् उसले भन्दा। अनि म चाहिँ 1K पुग्यो भने म के पाउँछु थाहा छ? मोनेटाइज सुरु हुन्छ थाहा छैन नि। ल धन्यवाद।